नमस्ते यहाँहरु सबैजनालाई फेरि पनि हाम्रो भरोसा अटोमलमा स्वागत छ। आज भने तपाईहरुको लागि एकदमै बवाल खालको अल्टो गाडीहरु चाहिँ तपाईहरुको लागि छानी छानी बिक्रीमा लिएर आइसकेको छु। तपाईहरुलाई म सर्र गाडी देखाइदिने छु। यो हजुर यो छानी छानी गाडी आयो भन्नुहुन्छ अल्टो गाडी यो कुन गाडी कस्तो कस्तो आयो गाडी हेर्दाखेरि त यहाँ म त धेरैवटा गाडी देख्छु यो अल्टो मात्र बेच्ने ठाउँ हो कि हजुर यो अरु गाडीहरु पनि धेरै नै छ। अब यसपालि चाहिँ हामीले मध्यम वर्गको व्यक्तिहरुलाई लक्षित गरेर यो चाहिँ सबैले किन्न सकोस् सिक्नलाई सिकाउनको लागि सबैलाई उपयुक्त हुने खालको चाहिँ गाडी होस् भन्ने हिसाबले हामीले अल्टो गाडी चाहिँ धेरै नै बिक्रीमा ल्याएर आइसकेको छु। अनि यहाँनेर सर लाइनै राख्नु भएको छ अल्टो गाडी यो सबै के नामसारी हुने खालको हो कि नहुने खालको हो कि त्यतिकै देखाउन मात्र राख्नु एकदमै यो सबै कर इन्स्योरेन्स नवीकरण प्रदूषण इम्पोस्ट नम्बरदेखि सबै कम्प्लिट गरेर हामीले नामसारी गरेर पठाउने छु। यो छ 2006 मोडलको छ। यो पनि डेनपेनदेखि सबै कुरा क्लियर गरेर राखेको छ। अनि हामीले चाहिँ सबै गाडीहरु किनेर ल्याइसकेपछि हामी टेस्ट ड्राइभ हेर्छौं। हेरिसकेपछि अब बनाउनु पर्ने केही अवस्था छ भने हामीले बनाएर चाहिँ रेडी गरेर मात्रै बिक्री गर्न राखेको हुन्छ। त्यसै गरी यतापट्टि छ 2003 मोडलको रहेको छ। यो पनि एकदमै राम्रो कन्डिसनको छ। यो लगभग ओरिजिनल कलरमै हो, अलिअलि मात्रै टचअप गरेको हो। यतापट्टि छ अनि यो छ हजुरको कलर पनि अर्कै रहेछ हजुर। यो सिल्भर, यो चाहिँ कुल सिल्भर हो। अब उताको चाहिँ सिल्भर हो हैन, यो चाहिँ कुल सिल्भरमा रहेको छ। यो चाहिँ 2003 मोडलको रहेको छ। अनि यहाँ फेरि अर्को कलर पनि रहेछ कि कलरको भेराइटी पनि दिनु भएको छ। कलर पनि फरक छ। यो चाहिँ तपाईको 2011 मोडलको, मोडल पनि 11 अनि कलर पनि फरक छ। यो चाहिँ 11 मोडलको रहेको छ। मोडल पनि ठुलो रहेछ यसको त 11 मोडल यो। मोडल पनि ठुलो, लट पनि ठुलो। लट पनि ठुलो है। भनेपछि यताउति जानलाई त 11 मोडलको गाडी रहेछ। एकदम जुन लगे पनि हुन्छ, तपाईले छानेर चाहिँ लान सक्नुहुन्छ। पनि रहेछ यसको पाङ्रातिर हेर्नु त कति राम्रो देखिया छ। कति मोडलको के गाडी हो सर? यो चाहिँ यो पनि अल्टो हो। एसी देखि सबै कुरा डेकोरेसन सबै भएको गाडी चिटिक्क परेको। यो येल्लो व्हीलहरु पनि हामीले ल्याएर हालेको, नयाँ हालेको हो। टायरहरु पाँचैवटा नयाँ छ। यो चाहिँ 2003 मोडलको रहेको छ। मैले अब यहाँ आइपुगिसकेको छु। मैले सबै गाडी हेरे पनि अब यहाँ आएर यो सबै अल्टो गाडी हेर्नको लागि चाहिँ कहाँ कसरी आउनु पर्यो त्यो भन्दिनु। यो चाहिँ हाम्रो भक्तपुर लोकन्थली 1 मा पर्छ। यो चाहिँ मनरा फाटमा अरानीको हाइवेबाट 200 मिटर भित्र। यदि भक्तपुरबाट तपाई आउँदै हुनुहुन्छ भने जरीबुडी चोक पुग्नु पर्दैन। मनरा पुल वारीबाट 200 मिटर भित्र टिकाथली जाने बाटोतिर आउनुपर्छ। यदि काठमाडौँबाट आउँदै हुनुहुन्छ भने जरीबुडी चोकमा आइपुग्नु अनि त्यसपछि बनेव धुलिखेल जानेतिर आउनु अनि मनराको पुल तर्ने बित्तिकै दाहिने साइडमा 200 मिटर भित्र आउनु होला। अनि कन्फ्युज भयो भने हजुरले डाइरेक्ट कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। 98 41 10 90 96 98 13 अनि 30 30 30 यसमा जुनसुकै बेला तपाईले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। गुगल म्यापबाट पनि तपाईले भरोसा अटो मललाई चाहिँ सर्च गरेर हेर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट पनि तपाईले भरोसा अटो मल लोकेसनदेखि सबै कुरा पाउन सक्नुहुनेछ। अब यो भिडियोमा त हामीले अल्टो मात्र देखाएको छौं। तपाईको अल्टो गाडी छ। अनि के यहाँ अल्टो बाइक अरु गाडी पनि पाइन्छ भने? अरु पनि थुप्रै छ। महिन्द्राको छ, टोयोटाको छ हैन, अब स्कोडा छ, अनि त्यसै किया ब्रान्डको छ हैन। अब तपाईको यहाँ आएपछि अल्टो हैन जुनसुकै ब्रान्डको जस्तोसुकै गाडी पनि लान सक्नुहुन्छ। छानी लान सक्नुहुन्छ। विशेष गरी चाहिँ अल्टो चाहिँ हामीसँग धेरै नै रिस्टक भइसकेको छ। मैले यहाँ भएको 5 वटा त देखाइहालेँ। यहाँ राख्ने ठाउँ नभएर यो चाहिँ हाम्रो पार्किङ हो। उतापट्टि हाम्रो अफिसपट्टि पनि अरु 5 वटा अल्टो गाडी छ। अल्टो गाडी लिनलाई चाहिँ विशेष गरेर छानी लिन पाउने चाहिँ अफर आएको छ है हजुर। हस् धन्यवाद हजुरको जानकारीको लागि। हस् यो भिडियो तपाईहरुले अन्तिम समयसम्म हेर्दिनु भयो। यहाँहरुलाई पनि धेरै धेरै धन्यवाद।